खै आज चाहिँ हामी अब भोजपुरसम्मको यात्रामा छौँ। ड्राइभ गर्ने मान्छे चाहिँ अमित राई दाई। अब आज दिनभरिमा अब हामी कहाँ कहाँ जान्छौँ र बाटोमा के पर्छ त सम्पूर्ण कुराहरू तपाईँहरूलाई म जानकारी गराउने छु। ल हामी चाहिँ यात्राको क्रममा माङटाङदेखि तिम्नाकै माङटाङदेखि गैरीटोल आइपुगेका छौँ। बाटो चाहिँ एकदमै अफरोड छ। ल यो चाहिँ यो बङ्खा पुलमा एकदमै अप्ठ्यारो भएको हुनाले यहाँ चाहिँ अहिले अब बाइक यता नयाँ गोरेटोबाट लाँदै हुनुहुन्छ अनि यहाँदेखि यता एकदमै अप्ठ्यारो ठाउँ हो। ल यो चाहिँ बङ्खा खोलाको पुल। यो खोलामा चाहिँ 2082 सालमा चाहिँ दुईजना मान्छेहरूलाई चाहिँ बगाएको थियो। ल हामी चाहिँ यहाँ रिम्चिङ गाउँ आइपुगिसकेका छौँ। अब हामी यहाँदेखि सेती बगर भन्ने ठाउँ झर्छौँ। तिखुवा खोला र दामापट्टिको सडक म तपाईँहरूलाई देखाउने छु, नागबेली सडक। अब हामी आइपुग्छौँ। यो चाहिँ रिम्चिङ गाउँ भनिरहेको छ। यहाँनिर आएर तिम्नादेखि आउने सडक चाहिँ यहाँनिर आएर यसरी जोडिन्छ गाइजहरू। अब हामी चाहिँ आइपुगेको छौँ सेती बगर। यहाँनिर चाहिँ टेम्केमाङ गाउँपालिकाले एउटा बोर्ड राखेको छ। यो खोलादेखि यता चाहिँ टेम्केमाङ गाउँपालिका र यो चाहिँ सेती बगरको पुल। यो चाहिँ तिखुवा खोला। यो पहिलाको चाहिँ पुरानो पुल हो। ल हामी चाहिँ अब सेती बगर भन्ने ठाउँ आइपुगिसकेको छौँ। यहाँदेखि यता चाहिँ गुप्तेश्वर पुरानो गाविस र यहाँदेखि यता चाहिँ भोजपुर नगरपालिका पर्छ यो। अब चाहिँ हामी साथीहरू नागबेली सडक चाहिँ हामी प्रवेश गरिसकेका छौँ। नागबेली सडक यो चाहिँ भोजपुर नगरपालिकामा पर्छ। र आज चाहिँ आजको यात्रामा चाहिँ साथ दिँदै हुनुहुन्छ आदरणीय दाइ अमित राई। उहाँले चाहिँ बाइक चलाउँदै हुनुहुन्छ र हामी चाहिँ आज भोजपुरसम्मको यात्रामा छौँ। ल है गाइजहरू, यो चाहिँ गाउँमा हामी आइपुगेका छौँ। यो चाहिँ हाम्रो पुर्ख्यौली गाउँ, दामा बजार बलौटे भन्छ यसलाई। र अगाडि एउटा बस गइरहेको छ। यतातिरको विद्यार्थीहरूलाई भोजपुर बजारमा लगेर प्राइभेट स्कुलमा राम्रो शिक्षा दिने भन्ने विद्यार्थीहरूलाई लगिरहेको भोजपुर एकाडेमी भनेर लेखिएको छ त्यो अगाडिपट्टि। र यहाँ चाहिँ काम ल साथीहरू, अब
अब हामी चाहिँ दामा पनि कटिसकेका छौँ। अब यहाँ एउटा खोला आउँछ। यो खोलाको नाम चाहिँ सेरा खोला। रहेछ कहाँ देख्नु ए ल यो चाहिँ सेरा खोला गाइजहरू र सेरा खोलाको पुल यो चाहिँ। र यहाँदेखि यता यो खोला तरेपछि चाहिँ फेरि बोखिम गाविस र यो मध्य पहाडी लोकमार्ग हो। यो मध्य पहाडी लोकमार्गमा चाहिँ अस्तिको बर्सातले धेरै क्षति पुऱ्याएको थियो र सरसफाइ चाहिँ तीव्र गतिमा भएर अहिले चाहिँ यो सडक चाहिँ एकदमै राम्रो भएको अवस्था छ। ल गाइजहरू अब हामी चाहिँ देउराली आइपुगेको छौँ र यो चाहिँ भोजपुरको सान खुकुरी पहिचान भन्ने यात्राकै क्रममा छौँ। अब चाहिँ हामी यहाँदेखि प्यानट्याङ्की भन्ने ठाउँ जाँदैछौँ। ल फाइनल्ली हामी चाहिँ आजको हाम्रो यात्रा यहीँसम्म हो आइपुगेका छौँ साथीहरू। बिहानै कस्तो छ अब हामी खाना खान जाँदैछौँ गाइजहरू।